ओहो, यो हो नि त मोनिटर। यदि तपाईँ डिजाइनर्स, कन्टेन्ट क्रिएटर्स अर गेमर हुनुहुन्छ भने र अझै पनि त्यही पुरानै सानो कन्जस्टेड स्क्रिन चलाउँदै हुनुहुन्छ भने सो दिस टाइम टु अपग्रेड ओनिन इन्फोसिसले लिएर आएको छ हजुरको लागि भनेर 32 इन्च गेमिङ मोनिटर डेलको 32 इन्च कर्भमा। लेट्स अनबक्स दिस। अब यसमा हजुरले हेर्न सक्नुहुन्छ मोनिटर सँगसँगै यसका एक्सेसरिजहरू पनि त पाउनै पर्यो, जसमा डेलबाट आएको छ एउटा पावर केबल, मोनिटरको पावर केबल। अर्को रहेको छ जसमा मोनिटर सँगसँगै त्यसको लागि पावर केबल आएको छ, एउटा एकदम हेभी पावर केबल छ, राम्रो क्वालिटीको। सँगै अर्को रहेको छ USB 3.0 अफ स्ट्रिमिङ केबल, डिस्प्ले केबल, DP पोर्ट भन्छ जुन, र HDMI केबल। सँगै यसमा मोनिटर स्ट्यान्डहरू पनि छ र यो चाहिँ एउटा चिठी जस्तो पठाएको रहेछ, जुन हजुरले युजर म्यानुअलहरू यसमा रहेको छ, सानो चिटिक्कको छ प्लास्टिक ब्यागमा। हामीले यसलाई सेटअप चाहिँ गरिसकेका छौँ, हजुरले हेर्नुभयो। अब यसको के छ त, यो दायाँ पनि घुम्छ, यसरी बायाँ पनि घुम्ने, माथि पनि जाने, तल पनि जाने, ठाडो पनि हुने, घोप्टो पनि पर्ने। हेर्नु त अब कता फर्केर के काम गर्नुहुन्छ, गेम खेल्नुहुन्छ कि कन्टेन्ट क्रिएट गर्नुहुन्छ कि भिडियो एडिटिङ गर्नुहुन्छ कि जेसुकै गर्नुहोस्, हजुरलाई चाहिँ एकदम स्मुथ एक्सपिरियन्स पाउनुहुनेछ, मजाले रोटेट गर्दै चलाउन पाउने। हेर्नु त, आहा। अब यसको ब्याक साइड पनि हेरौँ न त एकचोटि, ब्याक साइड कस्तो छ त। आफूले अगाडिको त हेऱ्यो, पछाडि कस्तो देखिँदो रहेछ, आहा। ल हेर्नु त, ओहो, यसरी यहाँ चट्ट बसेर भिडियो एडिट गर्ने, ठाडो गराएर उत्तानो परेर यसरी हेर्ने, तल फर्काएर हेर्ने, अझै ठाडो बनाएर हेर्ने कि घोप्टो पारेर हेर्ने कि साइडका मान्छेलाई देखाउने कि के गर्ने, ल जेसुकै गर्न सक्नुहुन्छ। हजुरलाई बेस्ट एक्सपिरियन्स दिन्छ यो मोनिटरले। तपाईँहरूले यदि यसमा नर्मल वर्कदेखि हेभी टास्कहरू, गेमिङ, एडिटिङ, कन्टेन्ट क्रिएसन जेसुकै गर्नुहोस्, हजुरलाई एकदम कम्फर्टेबल फिल हुन्छ र बेस्ट एक्सपिरियन्स पाउन सक्नुहुन्छ। नर्मल्ली हामीले मोनिटर अनबक्सहरू गरेर हेरिहाल्यौँ, तर वास्तविकमा यसको फिचरहरू के छ त, यसको पर्फर्मेन्स कस्तो छ, त्यो सब कुरा हामीले यसलाई जोडेर डेस्कटपमा जोडेर यसको पर्फर्मेन्सहरू सबै चेक गरेर यहाँहरूलाई देखाउनेछौँ। सो कन्टिन्यू वाचिङ। ल HDMI कनेक्ट भइसकेको छ। यो मोनिटरमा इन्क्रेडिबल फिचरहरू छन् जसले तपाईँको प्रोडक्टिभिटी र एक्सपिरियन्सलाई नेक्स्ट लेभलसम्म पुर्याउँछ। 32 इन्च क्वाड HD रेजोल्युसन 2560x1440p सम्म पाउनुहुनेछ। 32 इन्च क्वाड HD रेजोल्युसन 2560x1440p रेजोल्युसनले क्रिस्प एन्ड क्लियर भिजुअल दिन्छ भने गेमर्सहरूको लागि यो मोनिटरमा 165 हर्ज डिस्प्ले रहेको छ अनि 4 मिलिसेकेन्ड रेस्पोन्स टाइम विथ फ्रिसिङ प्रिमियम सपोर्ट छ, जसको कारण गेम खेल्दा हार्ने त चान्सै हुँदैन। अझ यसमा VA प्यानल छ विथ 10 बाइ डेप्थ, जसले 10.7 मिलियन्स कलर सपोर्ट गर्छ। यति भएपछि डिजाइनर्सलाई के को चिन्ता। यसमा 400 निट्सको पिक ब्राइटनेस छ भने 80% Adobe RGB एन्ड 99.7% sRGB छ। यदि तपाईँ 24 आवर्स नै मोनिटरमा काम गर्दै हुनुहुन्छ र आँखामा समस्या हुन्छ कि भन्ने टेन्सन लिनै पर्दैन।